बिक्रीको कामहरू गरिराख्नु भएको छ आन्टीहरू साथीहरू। गुड मर्निङ, तपाईँहरूलाई स्वागत छ फेरि नयाँ ब्लगमा। नयाँ ब्लग लिएर म आइसकेको छु साथीहरू। स्पेसल्ली त नभनौँ, सानो ब्लग, यसो सिम्पल आफ्नो दैनिक कसरी बितिरहेको छ त कोरियामा त्यही देखाउनको लागि। यो चाहिँ हाम्रो वरिपरि यो सब कम्पनी छ अहिले चाहिँ। अहिले पनि काम चलिरहेको छ आज सटरडे पनि। अब हाम्रो चाहिँ केही दिन भयो सटरडे काम नचलेको। अब काम चले त ठिकै हुन्थ्यो, हल्का दाम आउँथ्यो नि त, चलिरहेको छ नि त्यही हो। र यो विक त अब ओभर टाइम पनि थिएन, त्यही भएर धेरै घुमियो, रिल्याक्स गऱ्यो। सो आज पनि घुम्नै जाँदैछु। आज चाहिँ यसो हल्का घुमिदिउँ न त, गेमसेम खेलिदिउँ फुटबल भनेर फुटबल खेल्दै घुम्न जाँदैछु है। सो साथीहरू म चाहिँ फाइनली ट्याक्सी चढिसकेको छु साथीको कम्पनीबाट। अनि साथीसँग चाहिँ पुरा केटाहरूसँग टक्क टक्छम हुँदै सुखी शान्तिमा जानुपर्ने हुन्छ। त्यही साथीहरू जिन्दगी यसरी बितिरहेको छ। सो के भन्ने आज के कस्तो हुँदैछ सो तपाईँहरूले देखाउनेछु म आज ब्लगमा। आज के गरिनेछ के। सो साथीहरू म चाहिँ यहाँ साथीको कम्पनी आइसकेको छु। केटाहरू के गर्दैछ माथि, हल्का हेरिदिउँ न त, यसो भिडियोमा देखाइदिउँ न केटाहरूलाई चट्ट पारेर। हाम्रो केटाहरूले के गर्दैछ, केटाहरू यस्तो छ बसेको। लिएको छु नि भुट त कहाँ यस्तो यसको त भ्लग नबनाउनु ट्याक्ट यसो हल्का देखाइदिउँ न, यो रमाइलो हो क्या यो नि त। भिडियो सबै पनि अति हरामी अनि दिनु पऱ्यो नि, यो त ब्लग हो नि त हौ साथीहरू। यार तरिका बल्ल बल्ल यार ब्लग बनाइँदैछ टक्क पारेर। म अब केटाहरूसँग फेरि हामी कता गएको अरे, बहिनी पनि भ्लगर नै रहेछ क्या, कनेक्ट भयो न बहिनीसँग। अब किन अब भोलि पछि होला न कनेक्ट हुने। तिमी एकोरी जहिले भ्लगको बिचमा योसँग कनेक्ट हो, कहिले लाइभ गरेको बेला यो बहिनीसँग बोल्दै त्यो बहिनीसँग त्यो बहिनी गएको रहेछ। साथीहरू अब चाहिँ हामी फाइनली लाग्दैछौँ। सब्सक्राइबर त बढाउनु पर्छ अरे मैले। ए भाइहरूले गरेको छैन एकोरी, अनि आफ्नैले गरेको छैन, अरूको के कुरा गर्नु। ल साथीहरू अब फाइनली हामी यहाँ बस स्ट्यान्डतिर आइसक्यौँ। अब यही हो, रमाइलो हुन्छ जिन्दगीमा, रमाइलो गर्नुपर्छ। बाँकी त के भन्ने भने अब नेपालकै सेरोफेरोमा कुरा गरौँ, अहिलेको विषय भनेको हाम्रै देशको बारेमा कुरा गर्नुपर्ने हुन्छ। अघि पनि मैले भनिरहेको थिएँ, नेपालमा चाहिँ अब अस्थायी नभएर स्थायी सरकार हामी नेपालीले पाइसकेको छौँ है। एकदम गर्व गर्ने कुरा छ हामीसँग। अब 5 वर्ष गठबन्धनको सरकार नभएर हाम्रो एकल सरकार हुनेवाला छ, भइसक्यो बालेन शाहज्यूको नेतृत्वमा है। अब त्यही त हो नि नेपाल सरकार। नेपाल त अब के अरे 5 वर्षको लागि स्थायी सरकार भइसक्यो नि त होइन। साथीहरू खुसी छ नि, खुसी हो? कसलाई हो? मलाई हेर्दै पऱ्यो त। अब होइन अब बालेन सरकार आइसक्यो नि त, खुसी हो कि छैन? छ कि छैन? बालेन सरकार आयो, बालेन सरकार आएर धेरैदेखि खुसी छ। 5 वर्षको लागि स्थायी सरकार पाइयो नि त होइन, त्यही हो। ए अनि हाम्रो केटाहरूलाई कति खुसी छ तिमी? म त एकदम खुसी छु यार, बाले सरकार आएर होइन नयाँ नेपाल भएको छ, एकदम खुसी हामी त। नेपाल त नयाँ त पहिला पुरानो सरकार चाहिँ नयाँ हो। तिमी कति खुसी छौ त भाइ? म त नर्मल भाइ। तिमी कति एक्सपेक्टेसन चाहिँ कतिको राखेको छौ त? कति न कति त बाहिर देशमा कुली हान्न आइएको छ। अबको सरकारले चाहिँ हाम्रो लागि हामी जस्तो बाहिर हामी श्रमजीवीहरूको लागि चाहिँ कस्तो खालको चाहिँ फेसिलिटिजदेखि लिएर हरेक कुरा हुन्छ नि सोचे जस्तो यस्तो चाहिँ गरिदियो हुन्थ्यो सरकारले, हामीलाई यति चाहिँ सुविधा दियो हुन्थ्यो भन्ने लागिरहेको छ। हामी त आइयो कि दाइ छोराछोरी पनाती चाहिँ नहोस्, त्यो चाहिँ हो है। तिमीलाई सरकारले अब हाम्रो लागि चाहिँ के गरिदियो भने चाहिँ अझै तिमी हेप्पी हुन्छौ त हामी विदेशीहरू?
विकासका पूर्वाधारहरू अँ। पूर्ण रूपमा निर्माण गरिदियोस्। अँ, शिक्षा स्वास्थ्य यातायात खानेपानी हरेक कुराहरू पुरा गरिदियोस्। अँ, रोजगारीको व्यवस्था सुनिश्चित गरिदियोस्। अँ, त्यहाँ त अरू के लाग्यो अहिले त अब अर्का देशमा कुल्ली हान्न आइरहेको हो। कुल्ली हान्न आइरहेको भएपछि के लाग्छ र हामी पछि आएका हाम्रा पिँढीहरू अँ, अर्का देशमा यसरी हामी जस्तो कुल्ली अब 8 घन्टा 12 घन्टा 14 घन्टा 16 घन्टा 18 घन्टा यसरी अर्का देशमा यसरी गुलामी भएर आउन नपरोस्। त्यो चाहिँ हो मेन है। समस्या हाम्रो त्यही हो। स्वतन्त्र रूपमा आफ्नै देशमा बाँच्नु पाउनु भन्ने कुरा हो। देशमा चाहिँ शान्ति सुव्यवस्था सुशासनहरू सधैँभरि कायम रहोस्। अँ, भ्रष्टाचार न्यूनीकरण होस्। अँ। त्यही हो। ल अब लेटेस्ट न्युज त के भन्नुपर्छ भने आज हिजो भर्खर 24 घन्टामै हाम्रो बालेन सरकार हाम्रो गृहमन्त्री सुदन गुरुङज्यूले चाहिँ सुदन गुरुङज्यूको आदेशमा गृह मन्त्रालयको आदेशमा चाहिँ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यू तथा पूर्व गृहमन्त्री रमेश लेखकलाई चाहिँ कस्टडीसम्म लगिसकेको छ है। यो कुरा एकदम एक कुराको खुसी पनि छ, तर यो कुराले बिचमा गयो सरकारलाई बाधा अर्चन नदियोस्। यदि तपाईँहरू नेपाली हुनुहुन्छ भने कुनै पनि पार्टीको सदस्यता लिएर पनि तपाईँहरू आफ्नो देशलाई एकदम अब धेरै माथिसम्म पुगेको हेर्न चाहनुहुन्छ भने चाहिँ त्यस्तो अब माइती घर मण्डलामा गएर उफ्रेर यो गरेर त्यो गरेर चाहिँ देशलाई चाहिँ असुरक्षित र अशान्तितिर चाहिँ नलैजानु होला। अब किनभने यो कुरा चाहिँ किनभने हामी अहिले पनि विकासमा एकदम तल छौँ। सरकारलाई काम गर्नु त्यो एकचोटि अब कानुनभन्दा कोही माथि हुँदैन त्यो कुरा हो साथीहरू। त्यही भएर अहिले एकचोटि छानबिन चाहिँ गर्न दिनुपर्छ है। यो भन्न चाहन्छु है हाम्रो जति पनि हुनुहुन्छ एमाले काङ्ग्रेस सपोर्टरहरूलाई चाहिँ म यो कुरा भन्न चाहन्छु, तपाईँहरू प्लिज एकचोटि नेपाली भएर सोच्नुहोस्। पहिला आफ्नो मनमा नेपाल राखेर सोच्नुहोस्। त्यही भएर म यो चाहिँ तपाईँहरूलाई म एकदम धेरै रिक्वेस्ट गरिरहेको छु, एकचोटि पहिला तपाईँहरू नेपाली चाहिँ हुनु पऱ्यो। त्यति नै हो है साथी। आजको हाम्रो के हो यो हेडलाइन? याङजुएदेखि सोएसनसम्मको यात्रा है हाम्रो विकाससँग भेट भएको छ। के छ अनि विकास राजाको हाम्रो नयाँ अपडेट के छ अब आफ्टर हाम्रो जुन बिटिएस कन्सर्ट पछिको हाम्रो ब्लग जाँदैछ है। दोस्रो ब्लग है साथी। ल के भन्नु भने अब एकदम मलाई पनि ब्लगिङ चाहिँ मेरो चाहिँ प्रोफेसन नभएर यो चाहिँ एक किसिमको मेरो मेमोरी कैद मात्रै हो साथीहरू। यसलाई तपाईँहरूले राम्रो नराम्रो जस्तो भए पनि हेरिदिनु होला। नहेरे पनि हुन्छ, हेरे पनि हुन्छ, तर यो चाहिँ आफ्टर पछि हामी अब अहिले हामी बाहिर छौँ। पछि गएर अब मैले नेपालमा अब आफ्नो देशमा फर्केपछि चाहिँ मैले कोरियामा चाहिँ के गरेँ त, म अब के गर्दैछु, मेरो काम के थियो, कसरी मेरो दिनचर्याहरू कसरी बिताएँ यत्रो लङ टाइम भन्ने कुराहरूलाई चाहिँ मैले मेमोरी कैद मात्रै गरेँ हो साथीहरू। ल ल त्यस्तो के ल होइन। अब हाम्रो बस पनि आउँदैछ है। तपाईँ अब बसमा बस पनि आयो साथीहरू। अब हामी थक्चङ यकमा भेटौँला। यस चेक इट आउट। सो साथीहरू अहिले हामी चाहिँ थक्चङ यकमा छौँ होइन, के हो यस हो ओहो थक्चङ यकमा छौँ। ट्रेन यहाँ हल्का वेटिङ गर्नुपर्ने बेला अब हो। त्यस्तो त भन्नु पर्दैन। त्यो त बच्चाहरू खेल्ने त कहिले त्यो लिफ्टै नदेखेको भनेर खेलेको जस्तो। सो साथीहरू खाली खाली हुन्छ आउट जाने चाहिँ प्रायः जस्तो मान्छेहरू साउल जाने चाहिँ धेरै प्याका प्याक हुन्छ क्या, झकाझक। अम्बो अनि त हाम्रो केटाहरू त आउँदैन नि त। बिरुको अर्कै छ क्या फेरि स्ट्र्याक। हल्का मारिहाल्यो तासमा। मेरो हल्का इन्ट्रोडक्सन खै मेरो तासको मारेको पैसा ल्याउ न। मेरो इन्ट्रोडक्सन दिन तपाईँ थोरै हल्का तपाईँले क्या तपाईँको नाम भनिदिनुहोस्। तिमीले आफै दिने हो नि कहाँ मैले दिने हो। उहाँ चाहिँ हुनुहुन्छ हाम्रो बिरुजी। फुल नेम चाहिँ के हो? एके बिरु मात्रै हो तिम्रो नाम? तिम्रो ओरिजिनल नाम चाहिँ के हो?
अर्जिनल नाम चाहिँ के हो राई हो मिस्टर राई राई भनेर चिन्छ मलाई तिम्रो नाम चाहिँ के हो राई हो राई त तिम्रो थर हो त बिरु राई हो नि बिरु हो तिम्रो नामै अर्जिनलै अनि कस्तो डुप्लिकेट लाग्यो नाम लिएर हिँड्ने यो केटाको नाम चाहिँ अर्जिनल नामै बिरु रहेछ क्या मैले उसको यहाँ गाउँघरमा सर्च गर न। बिरु भनेर सोचिरहेको त अर्जिनल नामै बिरु हो हाम्रो त अब त्यस्तो चाहिँ केटाहरूको नाम हो यस्तो छ हल्का हल्ला पल्ला गर्दै केटाहरू आउँदैन नि त नयाँ कुरीको झोलहरू त्यो साथीहरू रमाइलो भइरहेको छ सुगा अब गएर टक्क सुइसान घुम्ने होइन आज हामी माथि सुइसानतिर गएर टक्क जाने सोसानदेखि माथि हल्का इन्फर्मेसन तिमीलाई त त्यो 1 ठाउँहरू किलोमिटर माथि यता यता फर्क घाम लागिरहेछ क्या सोइसानदेखि माथि अँ 1 किलोमिटर माथि हाम्रो म्युजियम छ अँ त्यहाँ चाहिँ हाम्रो कोरियाको भनौँ न जुन त्यहाँको हतियारहरू राखेको छ क्या मिसाइलहरू छ ओ, त्यहाँ गएर हेर्ने यसो भ्रमण आज गर्ने। केटामा हामी हतियार हेर्दैछौँ है कोरियाको तपाईँलाई सब मिसाइल भिजिट गराउँछु ओके अब उसले मलाई गाइड गर्दैछ आज हेरिदिउँ अझ हामी क्याप्चर गर्छौँ के देखिन्छ के क्याप्चर गर्दैन ओके तर हाम्रो केटाहरूमा चाहिँ हाम्रो छम्माहरू भन्दा पनि लेट क्या विकास केटाहरू है? विकास सरलाई चाहिँ एकदम सब्सक्राइब गरेर सबैले सपोर्ट गर्नु माया देखाइदिनु पर्ने माया सो साथीहरू हामी चाहिँ अहिले फाइनली यहाँ केटाहरूसँग चट्टामा हेन्छम केटाहरू कोरिया हल्लाउँदै गरेको केटाहरू है यिनीहरू चाहिँ अहिले कोरिया खाँदै गरेको केटाहरू हो केटाहरूसँग चाहिँ अनि अब चाहिँ हामी कता जाने अरे ठ्याक्कै आज हामी म्युजियम जाँदैछौँ हाम्रो सोएसानको सोइसानको सो म्युजियम तपाईँहरू पनि हेरिदिनु होला हल्का एक्सप्लोर गर्नुको लागि जाँदैछु यसो हल्का दिनु होला हो त्यो हो जेब्रा क्रस गरेर जानुपर्ने हुन्छ यो चाहिँ अब 1 नम्बर लाइनको सेकेन्ड लास्ट स्टेसन हो 1 नम्बर लाइनको यो अँ? तिनवटा स्टेसन माथि थर्ड रहेछ त्यो साथीहरू हामी चाहिँ फुटबल खेल्न आइबस्छौँ अनि रमाइलो छ ठाउँहरू अलिक यो चाहिँ अलिकति बस्ती बस्ती टाइपको पनि हो लगभग ट्रेन नचल्नु भने चाहिँ पुरा बस्ती नै होला ट्रेन चल्छ त्यहाँदेखि सुरुमै मानिन्छ अनि त्यो साथीहरू रमाइलो छ आनन्द छ बसेर खायो यसरी ट्याक्ट पारेर अनि अब हामी हल्का गेटबाट छिर्ने गएर टक्क हेरेर फेरि आएर फुटबल खेलेर अनि हाम्रो ब्लग त्यहीँ हुनेछ हल्का फुटबल त मलाई खेल्न आउँदैन अरू खेलेको यसो हालिदिनु हो त्यो साथीहरू यस्तो छ ए दामी छ है ठाउँ चाहिँ अरे साथी हो यो चाहिँ सोइसान है सोइसान याकबाट थोरै माथि यो हो यहाँ सोइसान- लाइब्रेरी चाहिँ के लाइब्रेरी किताब भन्दा नि हिस्टोरिकल पार्क हो पार्क हो दुईजना चाहिँ यहाँको अनि ख्यागी होइन यताबाट गयो भने माथि डाँडाहरू सब घुम्नु मिल्ने सोइसान दामी रहेछ आएको मित्रहरूलाई साथीहरूलाई चाहिँ यहाँबाट हाइकिङ गर्नु मिल्छ ट्रेकिङ गर्नुको लागि ट्रेकिङको लागि चाहिँ यहाँबाट गुम्बाहरू छ गुम्बाहरू छ कहाँ छ गुम्बा चाहिँ अगाडि माथि को त गीत गाउँदै यता पुरा गीत गाइरहेको रहेछ अब यहाँ नोरेहरू यता कन्सर्टहरू भइरहेको छ यो भनेको चाहिँ चिल्ड्रेन एरिया चिल्ड्रेन एरिया अब हामी चाहिँ फेरि अब जेएनजी मात्रै भयो चिल्ड्रेन भन्दा अलिकति बुढो एरिया है गाइज ए अलराइट सो हामी पनि भित्र गएर हेरिदिउँ न त आयौँ त्यो कस्तो अब यो ठाउँहरू म यहाँ आएर पनि नआइरहेको रहेछु कि त्यो घाम असाउँदाखेरि चाहिँ अँ यहाँ दामी हुन्छ हेर्नु त। कस्तो राम्रो घाम लाग्छ है यहाँ गाडीको पार्किङहरू पनि देखाएको कस्तो राम्रो सिस्टम हेर्नु सिस्टम कति के कुदेछ सफा छ है यता यता हो ठिक छ हेरिदिउँ न त आज यता जेब्रा क्रस गर्नु पर्यो होला नि त सनसेट हेर्ने ठाउँ नि हो कि जेब्रा क्रस गर्नु पर्यो होला नि त नेपालीले चान्स पायो भने गर्छ भनेको यही हो त्यो भन्ने मान्छे आज जेलमा छ नेपालीले चान्स पायो भने गर्छ भने बाबै आज जेलमा हुनुहुन्छ त्यहाँ गेटहरू अच्छा रहेछ के हो नि हो ख्याङ्गी यो छ्याङ्गी योङ 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 अनि सङ्ग्रहालय यहाँ पनि थोरै देखाइदिनु यो दामी भनेको रहेछ। स्टेज प्रोग्राम हुने ठाउँ हो ओहो, त्यहाँ गएर के हामी नाच्दिउँ त पहिला नेपाल कन्सर्ट पनि भएको थियो अरे यो ठाउँमा कस्तो राम्रो छ हेर्नु नेपालीहरू भन्छ पनि भएको थियो अरे यो ठाउँमा
खतरा रहेछ यार बच्चाहरू मात्रै घुम्दो रहेछ यहाँ त चिल्ड्रेन पार्क हो नि त यताबाट यसरी पनि दामी रहेछ है ठाउँ चाहिँ कस्तो खेलिदिरहेको छ बच्चाहरू रमाइलो गर्ने जग्गा छुट्टीको बेलामा यहाँ आएर चिल्ड्रेन स्टोर रहेछ हो अनि हामी त अनि गनसन भएको ठाउँतिर जाने भने होइन माथि हो त्यो चाहिँ ठिक छ चिल्ड्रेन पार्क देखाएर चाहिँ हामी माथितिर जाँदैछौँ यस्तो छ हेरौँ न साथीहरूको हामी जाने होइन कसले सक्छ र इङ्ग्लिस बोल्नु अनि केटाहरूलाई दामी रहेछ ठाउँहरू यसरी बसेर चिल्ला हान्ने ठाउँहरू पुरा यहाँ भएको फुलहरूको नाम रहेछ यो चाहिँ केटा दामी रहेछ ठाउँ चाहिँ इन्फर्मेसन बोर्ड यहाँ छ यो बोर्ड हेरेर तपाईँहरू जे गर्नु सक्नुहुन्छ खापी थु दामी रहेछ ठाउँ चाहिँ आइयो यहाँ पनि आयो आजको खुसी पनि लाग्यो दिन पनि आज दामी देखिरहेको छ नि अब यहाँ टिकटकमा कस्तो देखिरहेछ राम्रो आइरहेछ के भइस गजबको लाग्यो ठाउँ चाहिँ साथीहरू तपाईँहरू पनि यदि उइजङबु एरियातिर हुनुहुन्छ भने चाहिँ यो सोयसान ह्याङबाट 5 मिनट 10 मिनटको दुरीमा रहेको यो चिल्ड्रेन पार्कदेखि अझै माथिल्लोपट्टि यो घुम्ने ठाउँ चाहिँ भिजिट गर्नु सक्नुहुन्छ यदि तपाईँहरूलाई कसरी टाइम पास गर्ने भन्ने कुरा लागिरहेको छ भने चाहिँ यसरी त्यो ट्रेनको हेर्नुहोस् त्यही ट्रेनहरूबाट आएर टक्क त्यहाँ स्टेसन छ रोकेर चाहिँ आउनु सक्नुहुन्छ त्यही हो साथीहरू वाह यो हाउसको बारेमा पनि भन्नु थोरै कस्तो राम्रो आउँछ यो सुतेको होला सायद के हो राम्रो घामले गर्दा राम्रो आउँदैन आउँछ यार त्यही हो साथीहरू यो ठाउँ चाहिँ भिजिट गर्नु पर्ने खालको ठाउँ छ यहाँ एउटा म्युजियम जस्तो पनि छ यहाँ माथि तपाईँहरू देख्दै हुनुहुन्छ अगाडिपट्टि देखाइदियो त यो म्युजियमै होला अब त्यहाँ पनि जान्छौँ हामी अनि यस्तो राम्रो जग्गा रहेछ प्लिज कृपया भिजिट गर्नु होला हामी चाहिँ आइसक्यौँ यहाँदेखि देखिने अब तपाईँहरू भ्यूहरू अब तपाईँ आफै हेर्नु सक्नुहुन्छ कस्तो देखिरहेछ यस्तो बवाल देखिरहेछ साथीहरू है कृपया यदि तपाईँहरू उइजङको एरियामा हुनुहुन्छ भने याङजुसीतिर हुनुहुन्छ भने चाहिँ यो ठाउँ पनि एकदम भिजिट गर्न लायकको जग्गा हो हामीले चाहिँ आएर यहाँ भिजिट गरिसकेका छौँ तपाईँहरू पनि आएर भिजिट गर्नु सक्नुहुनेछ यहाँदेखि देखिनु डाँडा काँडा मनोरम दृश्य तपाईँहरूलाई आफ्नै नेपाल जस्तो लाग्छ क्या यो जग्गा आउँदा चाहिँ त्यही भएर यतिर चाहिँ तपाईँहरू एकदम भिजिट गर्नु सक्नुहुन्छ है साथीहरू यो त्यो पार्कको नाम पनि हेरेको छ यहाँ युक्यो छङमान्दे अरे अनि अब हामीले चाहिँ यो पार्कबाट चाहिँ के सिक्नुपर्छ नेपालको लागि चाहिँ नेपालमा अब कति मान्छेहरू फ्रस्ट्रेट हुनुहुन्छ होला कतिले अब यो बेलामा चाहिँ पार्कको चाहिँ कति इम्पोर्टेन्ट छ हाम्रो नेपालमा अब फ्रस्ट्रेसन कामको कारणले धेरै टेन्सन भएको बेलामा यदि अब काहीँ घुम्नु अब पाइयो भने मुड फ्रेस हुनेछ रमाइलो हुन्छ त्यही हो त्यही भएर त अब यो पार्कहरूको धेरै इम्पोर्टेन्ट छ र बच्चाहरूको लागि त्यहाँ हेरौँ न अब बच्चाहरू कसरी खेलिरहेछ त यो विकेन्डमा चाहिँ छुट्टीको बेलामा यसरी सदुपयोग गर्ने हो भएको सामानले पनि कुरा निकालेको थियो नि जस्तै कुनै पनि ठाउँमा चाहिँ हस्पिटल भन्दा पनि पार्क चाहिँ पहिलो प्राथमिकता दिनुपर्छ भन्ने यो पनि एकदम राम्रो कुरा किनभने सबसे भन्दा अगाडि हामीलाई चाहिँ हेल्थलाई चाहिँ कसरी चाहिँ हामीले हेल्दी भएर जिउने भन्ने कुराहरू हुन्छ त्यही भएर पार्क एकदम धेरै इम्पोर्टेन्ट छ क्या हस्पिटल त त्यसको विकल्प हो नि अभियसली त्यही भएर त्यो कुरा पनि एकदम धेरै इम्पोर्टेन्ट छ कस्तो भयो नि आज कस्तो लागिरहेको छ तपाईँलाई यो ठाउँ घुम्न लागिरहेको छ खुसी लागिरहेको छ ल साथीहरू हामीले यता यहाँको सिनहरू पनि दिइसकेको छौँ अब अगाडि गएर त्यो माथिको हेरौँ कस्तो छ है सबै हेर्नु पर्यो नि त आइसकेको बेलामा राम्रो छ ठाउँहरू
तर आज अलिकति तिमीहरूले हो नि त लेट गर्ने त होइन यस्तै हो नि। के भन्छ ल तिमीहरूले लेट गरेपछि के भन्छ यो कुरालाई भन त आफूले आफ्नो गल्ती स्वीकार्छ त भन ल यस यस एक्चुअली है हामीले आज ढिलो भएकै हो विकास सर चाहिँ अब भ्लग बनाउने भनेर हाम्रो फर्स्ट विक नै प्लानिङ थियो तर आज हामी त्यस्तै भयो अब के गर्नु अब परदेशको जीवनमा यस्तै हो नि कहिले काहीँ ढिलो पनि के भएर भयो भनेर मैले भनिदिनु पर्ने हो ल ल पर्दैन होला होइन यस्तो छ यहाँ बच्चाहरू खेलिरहेछ अन्यङ 안녕하세요. अन्यङ 안녕하세요. बच्चाहरूले यस्तो खेल्छ यो भनेको एक किसिमको बच्चाहरूको लागि ट्रेनिङ हो क्या यही हो पाहाडको सबसे भन्दा फाइदा भनेको चाहिँ के छ कति हार्डवर्क गरेर बच्चाहरू यसरी खेलिरहेछ यो हो क्या अस्ति खोजेको चाहिँ हामीले यस्तो खालको पनि हो क्या व्यवहारिक शिक्षा भन्छ यसलाई चाहिँ साथीहरू किनभने त्यहाँबाट धेरै कुरा सिकिन्छ क्या कसरी चाहिँ आफू डिफेन्सिभ हुने कसरी जोगिन सकिन्छ त खतराबाट भन्ने कुरा हो तर अहिले मान्छेहरू भुलिसके अब यहाँ साकुरा फुल्ने बेला हुन लागेको यो साकुरा फुल्छ यहाँ अनि कस्तो राम्रो फुल्छ हेर्नु न यो हो साकुरा अब दामी फुल्छ यहाँनिर यहाँ आउने हो कि साकुरा फुलिहाल्नु हो र ल हामी अब साकुरा फुलेको बेला पनि आउँदैछौँ त्यति बेला पनि बबाल भला भ्लग बनाइनेछ यस यस आज थोरै मात्र होइन यो ठाउँको थोरै मात्र इन्फर्मेसन दिने नेक्स्ट टाइम चाहिँ अझै फुलिरहेको क्या बबाल बबाल ओके ओके छिहत्तर 10 करोडको म्याल 76 त यहाँ त जेब्रा क्रस भएछ पुरा साथीहरू त्यही हो रमाइलो छ ठाउँ चाहिँ एकदम घुम्न लायकको जग्गा रहेछ सोयुसानको पनि यो जग्गाहरू कोरियामा बस्ने होइन म चाहिँ के भन्छु नि कोरियामा बस्ने साथीहरूलाई एज अब हामी पनि वर्किङ भिजामै आएको हो काम गर्ने भएर अब त्यतिकै रुममा स्टे लिएर बस्ने होइन साथीहरूसँग यसो जम्गा भेट गरेर माहौल बनाएर घुम्ने ओर्ने होइन त्यस्तो माहौल बनायो भने कोरिया सजिलै हामीले कटाएर नेपाल चाहिँ हामी सुरक्षितसँग फर्किन सकिन्छ होइन रमाइलोसँगले रमाइलो गर्ने होइन त्यही हो साथीहरू हामी अब कसै पनि मान्छे यहाँको नम्बर 1 भिजा लिएर कोही आउनु सक्दैन कोरियामा अन्त हामी भनेको सबै त्यो E9 भिजाबाट आएर काम गरेर यहाँ आफ्नो देशको लागि पनि रेमिडेन्स गर्दै परिवारलाई पनि हेर्दै सबै कुरा गर्दै आफ्नो लागि पनि त रमाइलो त गर्नु पऱ्यो छुट्टीको बेलामा त्यही हो साथीहरू तपाईँहरू पनि स्ट्रेस लिएर नबस्नुहोस् रुमतिर बसिराख्नुहोस् त्यही हो आजको डे नै क्या आजको डे चाहिँ म चाहिँ केपी ओली जेल गयो भनेर कति ह्याप्पी छ नि त मान्छेहरू तर म चाहिँ केपी ओली चाहिँ जेल गयो भन्दा पनि नयाँ सरकार आएको छ होइन युवा नेताहरू आएको छ अब चाहिँ नेपाल केही परिवर्तन हुन्छ हामीले पनि विदेशमा कमाएको पैसाहरूलाई चाहिँ अब नेपालमा गएर सदुपयोग गरेर नयाँ अपर्च्युनिटीहरू चाहिँ हामीलाई पनि त्यो के भन्ने नयाँ अपर्च्युनिटीहरू मिल्छ भन्ने हामीले आशा गरेको छौँ जे होस् हामी त्यो फ्रस्ट्रेसनबाट चाहिँ निस्किएर अब चाहिँ नेपालमै केही गर्ने वातावरण बनिन्छ भनेर हामीले आशा गरेको छौँ होइन त हो नि ओके सो मेरो पनि त्यही हो अब जानुपर्ने मान्छेहरू जेल जानु पनि पर्छ अब यो गणतन्त्र हो यहाँ अब सबैको कुराहरू सुनिनुपर्छ हामी जस्तो बुढी मान्छेको कुरा पनि सुनिनुपर्छ सदनमा गुन्जिनुपर्छ सडकदेखि सदनसम्म गुन्जिनुपर्छ सरकार चाहिँ धनीको मात्र नभएर हामी जस्तो गरिबको पनि सरकार बनिनुपर्छ र अब यो सरकार बनिएको छ भने हामीले आशा गरेको छौँ त्यही हो खुसी लागिरहेछ नेपालमा युथहरूले अब बल्ल बल्ल एक किसिमको रेभुलेसनै लिएर चाहिँ नेपालमा चाहिँ अहिले युथहरू मात्रै छ अब सरकारमा पनि हुनुहुन्छ अनि पछि अब यहाँ साकुरा फुल्दा पनि हामी आइन्छ गाइजहरू अब हामीले चाहिँ यो घुम्दा होइन यति राम्रो घुम्दा किन राजनीतिको कुरा आयो होइन भन्ने कुरा तपाईँहरूलाई लाग्छ होला तर वास्तवमा भन्ने कुराखेरि हामी जति पनि युथहरू छौँ बाहिर है काम गरिरहेको ओभर फ्रस्ट्रेसनमा छौँ क्या फ्रस्ट्रेट हुन्छ नि फ्रस्ट्रेसनमा छौँ त्यहाँ हेर न भित्तामा पनि कस्तो राम्रो क्या वाह कस्तो राम्रो डेभलप भन्ने कुरा होइन हामीलाई चाहिँ यहाँको काम पैसा भन्दा पनि यहाँको डेभलप क्या यहाँको इस्टमेन्टसँग एकदमै लोभ लाग्छ क्या हो क्या भन्नु न यस्तो राम्रो बाटो बनाएको छ सरसफाइ होइन पार्किङ एरिया होइन सब कुराको चाहिँ यो कुराको चाहिँ मलाई लोभ लाग्छ क्या यो कुरा चाहिँ पैसाको होइन क्या यो कुरा चाहिँ लोभ लाग्छ क्या हामी जनतादेखि यो कुरा पनि बनिनुपर्छ हामी अनि हामीले चाहिँ त्यो एक्सपेक्ट गरेको छौँ सरकारलाई मात्रै त्यति धेरै आशा नगरौँ तपाईँहरू जुन छबाट जति सक्नुहुन्छ त्यो कुराहरू गर्नु सक्नुपर्छ तपाईँहरू जनता भएको आदेशले के अरे भएको हैसियतले चाहिँ कुनै पनि देशको अब एउटा जनता भएपछि त्यो देशको नागरिक भइसकेपछि चाहिँ त्यो देशको नागरिक भइसकेपछि चाहिँ एउटा नागरिकको भूमिका चाहिँ के हो त्यो चाहिँ तपाईँहरूले निर्वाह गर्नुपर्ने हुन्छ क्या तपाईँहरू परा खानुहुन्छ त्यही नालीमा थुपार्नुहुन्छ बिस्कुट चाउचाउ चक्लेट खानुहुन्छ नालीमा थुपार्नुहुन्छ अनि अब आफै चाहिँ सरसफाइमा कमी भएपछि यतिको
यतिको वातावरण बनाउन सकिँदैन सो यो चाहिँ यसको यहाँ पुरा हिस्ट्री नै छ यो यहाँ अब हिस्ट्री के छ भने यो विमानको नाम चाहिँ के रहेछ भने C123K प्रोभाइडर एकछिन एकछिन अहिले प्रोभाइडर होइन यो अब टक्क यहाँ सबै लेखेको छ के हो भन्ने कुराहरू होइन कहिले युज भएको भन्ने कुराहरू छ अब यहाँभित्र हेरौँ न ल यो चाहिँ मलाई जहाँसम्म लाग्छ यो कोरियाको युद्धको बेलामा चाहिँ युज भएको हो क्या मलाई लाग्छ यो यहाँको अब गृह युद्धको बेलामा युज भएको कि या त होइन अन्त गृह युद्धमा युज भएको हो कि खै त्यो कुरा चाहिँ अहिले उता अब त्यही हिस्ट्रीमै लेखेको छ कुन बेला युज भएको मलाई थाहा भएन जानकारी भएन साथीहरू फेरि पनि नेक्स्ट टाइम अब साकुरा फुलिहाल्छ यो मन्थ कहिले फुल्छ यो मन्थतिर फुल्छ साकुरा आई थिङ्क अब मार्च भइहाल्यो अप्रिलको सेकेन्ड विकतिर चाहिँ राम्रो फुल्छ यो चाहिँ के रहेछ सर अप्रिलतिर हामी फेरि आउँछौँ आमा तोपको गोला नि हो होइन यसको इन्जिन अब J33 वालाको इन्जिन हेर्नुहोस् साथीहरू यसरी क्या हाम्रोमा चाहिँ यतिको सामान हेर्नु पऱ्यो भने 50 रुपियाँ तिर्नुपर्छ 100 रुपियाँ तिर्नुपर्छ तर यहाँ फ्रीमा किन हेर आउँछ भने यो किसिमको माल सामान बनाओस् यहाँको के अरे पब्लिकहरूले चाहिँ यहाँको जनताले चाहिँ यस्तो सामानहरू बनाओस् भनेर चाहिँ हो क्या यो जेन्युन अरे क्या इन्जिन अरे जेन्युन भन्दो रहेछ यस्तो खालको इन्जिनहरू यसरी बनाएर इन्जिन रहेछ यहाँभित्र न भित्र पसौँ न कस्तो छ हेरिदिउँ न ल हामी यहाँ त भित्र हेर्छौँ न यहाँ पस्नु मिल्छ मजाले पहिला पसेको हामी ओपनिङको लागि माथितिर रहेछ तलतिर पनि रहेछ मिल्छ त नमिल्ने रहेछ क्लोज रहेछ ओहो क्लोज रहेछ साथीहरू सरी यदि यो तपाईँहरूले गलत नसोच्नु होला के भने पस्नु मिल्छ भनेर मात्रै मैले पनि पस्नु कोसिस गरेको साथीहरू यस्तो चाहिँ यहाँको होइन म आउँदा पहिला पस्नु मिल्थ्यो अब यो चाहिँ हामी त पसेर हेरेको पनि देखाउनुको लागि नै राखिएको चिज हो त्यसै कोरिया भएको होइन त्यहाँ अब यस्तो यस्तो चिजहरू भएर चाहिँ विषय के अरे कोरियाको अब गृह युद्धमा युज भएको सामानहरू यसरी राखेको जस्तो लाग्छ या त जापान र कोरियाको वारमा युज भएको सामानहरू यसरी राखेको कुनै मलाई थाहा भएन त्यो कुरा चाहिँ त्यो चाहिँ अब हिस्ट्री नै हेर्नुपर्ने हुन्छ साथीहरू त्यही हो साथीहरू यस्तो छ राम्रो छ जग्गाहरू अनि त्यहाँ हेरौँ त्यो अनि र तोपहरू छ सो साथीहरू फुल अब हामीसँग टाइम नभएको बेलामा अब टाइम भएन यो सब साकुराहरू फुल्ने बेला हुनु लाग्यो त्यति बेला हामी आउँछौँ आज चाहिँ अब हामीले टाइम नभएरै एक्सप्लोर गर्नु सकिरहेको छैनौँ अब साकुराहरू फुल्दैछ हल्का हल्का साथीहरू त्यही हो त्यति बेला हामी फेरि आउनेछौँ यो ठाउँ त्यति भएर चाहिँ तपाईँहरूलाई हामी टाइममा आएर फुल एक्सप्लोर गरेर चाहिँ यहाँभित्र के छ त्यो त्यहाँभित्रको सबै देखाउने त्यो देखाइनेछ तर अहिले चाहिँ यस्तै भयो किनकि हामीसँग इनफ टाइम रहेन अब हल्का फुटबल पनि खेल्नु पर्ने भएकोले म त अब खेल्नु सक्दिनँ तपाईँहरूलाई यादै छ म फुटबल प्लेयर पनि होइन तर हेल्थ इज वेल्थ हेल्थ इज वेल्थ त्यही भएर त्यो बेला चाहिँ हामी दिउँसोदेखि रातिसम्म बस्नेछौँ त्यही भएर अहिलेलाई यति नै एक्सप्लोर गरौँ है जो ठाउँ चाहिँ साँच्चीकै छ क्या बगाल छ रमाइलो छ मजा छ यो कुराहरू बनाउनु पर्छ हामीले नै यो पार्कहरू हामीले बनाउने हो हामी जनताले बनाउने हो सरकारको पनि त्यति धेरै आश नगरौँ अहिले सरकारसँग कति पनि बजेट छैन त्यही भएर हामी चाहिँ भरसक हामीले म कि श्रममा विश्वास गर्ने मान्छे हामी महिनाको 2 दिनै किन देशको लागि श्रम गर्नु सक्ने मान्छे हो है हामी चाहिँ फेरि चाहेको अवस्थामा है ल यस्तै छ ल साथीहरू अब टाइम हामीसँग छोटो भएर हामी लाग्छौँ ओइ टिकटक बनाएको छ साथीहरू त्यो रमाइलो रहेछ जग्गाहरू चाहिँ एकदम बगाल खुसी लाग्यो अनि यहाँ यो इन्फर्मेसन बोर्डहरू यसरी आइदिएको हुन्छ तपाईँहरूलाई सजिलो हुन्छ इन्फर्मेसन बोर्डहरू आएको ठाउँमा यसरी इन्फर्मेसन बोर्डले चाहिँ तपाईँहरूलाई यहाँ भिजिट गर्दाखेरि एकदम धेरै सजिलो बनाउँछ क्या साथीहरू त्यही हो एकदम रमाइलो छ यो सिडी जाने हो कि यस्तो रमाइलो छ ठाउँहरू अब यो पछि यो साकुरा हो अब फुल्ने बेला आउनु लाग्यो यो फुलेपछि चाहिँ त्यो बेला पनि आउने छु है साथीहरू नेक्स्ट विक होला
त्यति बेला चाहिँ हामी भर्सक फुटबल नखेल्ने हिसाबले नै आइन्छ होला है। त्यो बेला चाहिँ अलिकति चट्टाचुटी गरेर दामी दामी फोटोसुट गर्दै रमाउँदै टिकटक बनाउँदै हिँड्ने हो नि। यस्तो छ, रमाइलो लाग्यो, खुसी लाग्यो। अनि जाँदा जाँदै के भन्ने अब तपाईँहरूले एक्सपेक्टेसन गर्नुभएको होइन जस्तो भ्लग नबने पनि हेरिदिनु भयो, हेर्दै हुनुहुन्छ भने, मेरो सब्सक्राइबर हुनुहुन्छ भने अब यस्तै हो भ्लगहरू। अब मैले चाहिँ आफ्नो दैनिकी देखाउनु खोजेँ मात्र हो। म छुट्टीको बेला के गर्छु कोरियामा, कति टाइमहरूमा के गर्छु त्यही मात्रै देखाउनु खोजेको साथीहरू। त्यही हो, रमाइलो छ। अहिले चाहिँ तपाईँले टाइम पनि देख्दै हुनुहुन्छ, 7 मिनट भइसकेको छ। स्टिल केटाहरू प्ले गरिरहेको छ, खेलिरहेछ। त्यही हो, हल्का यहाँ हेरौँ न, यस्तो छ, दामी छ ग्राउन्ड। तर पुरानो ग्राउन्ड रहेछ यो सुएसानको भन्दा थ्याग्यो हाई स्कुलको ग्राउन्ड चाहिँ दामी छ साथीहरू। यस्तो दामी छ कि अब के भन्नु, वरिपट्टि डाँडा, दुईपट्टि डाँडा छ, ठक्क ग्राउन्ड। अनि अब अगाडिपट्टि बजार, खोला छ त्यो साइडमा, दामी छ हौ ठाउँ त। सो साथीहरू, म चाहिँ अहिले फाइनली फुटबल खेलेर पनि म आउट भइसकेको छु, बसिरहेको छु रेस्ट गरेर। आफ्टर लङ टाइम पछि 4 महिनाको ग्याप पछि फुटबल खेल्दा एकदम धेरै गाह्रो भयो। आधी घन्टा पनि थामिएन, सो निक्लेर रेस्ट गरिरहेको छु। अझै खेलिरहेको छ साथीहरू चाहिँ बाहिर, फेरि रेस्ट टाइम भएर बसिरहेको सबजना। जस्तो साथी, त्यो भन्दै आजको भ्लग पनि यहाँ एन्ड गर्छु। एन्ड नेक्स्ट भ्लगमा भेट होला। गुड नाइट सबैलाई, शुभ रहोस्, यो हप्ता तपाईँको शुभ बितोस् भन्दै मेरो भ्लगबाट बिदा हुन्छु। हवस् त, च्यानललाई सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब गरिदिनु होला। अनि कमेन्ट कस्तो लागिरहेको छ तपाईँहरूलाई प्रतिक्रिया दिनु होला कमेन्टमा है। धन्यवाद।